यदि तपाईले जे चीज गरिरहनु भएको छ एकछिनमा तपाईलाई चाहिँ एकदमै मनमा डिलेमा हुन्छ म सक्छु कि सक्दिन त्यो कन्फिडेन्स लेभल छैन भने तपाईले दुईटा चीज गरिदिने हो। दुईटा चीज के गरिदिने हो भन्दा यो ठुलो भगवान बुद्धले पनि यो चीज गर्नु भएको थियो। एउटा आसन हो, एउटा यो तपाईको चाहिँ यो फिंगरको एउटा यो फिंगर थम्ब भनेको के हो तपाईहरुको फायर, यो के हो स्पेस, यो के हो एयर, यो के हो अर्थ र यो वाटर। पाँचवटा गरी बनेको छ शरीर। मेरो एउटा सानो एउटा चाहिँ सुझाव हो, किनभने यो उमेरमा मलाई मेन्टर कोही पनि भएन, तर गाह्रो छ, तर असम्भव चाहिँ केही छैन। सो क्यान यु डु इट? क्यान यु डु इट? थ्याङ्क यू। लास्ट एक्जामतिर आउँदै हुनुहुन्छ तपाईहरुले अब यो स्कुलको यो कलेजको इज्जतलाई मानलाई प्रतिष्ठालाई कस्तो बनाउने तपाईहरुको हातमा छ हैन। यी सब कुरालाई चाहिँ अब अन्त भएको घोषणाबाट गर्नुस्। राम्रा कुरा जिन्दगीमा लिएर जानुस्, नराम्रा कुरा यही बाउन्ड्री भित्र छोड्दिनुस्, हामीलाई नि छोड्दिनुस्। यति भन्छु। शुभकामना, धन्यवाद।
You all are bidding farewell and going. But this is the most important thing in your life. You study, you have your education, you have your certificates. You may be much more higher in the position than we are today. We are just a teacher here, nothing more than that. We are simply teachers. Tomorrow you may be in that position where we teachers should go and salute you, namaste, like this. But then also you need one very important thing, that is discipline, children. Don't forget this. Tell you that I would like to give you best wishes for your coming days. Please think about your career. Please think about your life. Now you are big enough. You are no more adolescent now. You are a matured person. I think that you are very mature now. So take your life, okay, the best path you can. I wish all the best for your coming life. Saying this much, thank you. शिक्षा बिनाको जिन्दगी लङ्गडो हुन्छ, सिप बिनाको शिक्षा अन्धो हुन्छ। सिप बिनाको शिक्षा अन्धो हुन्छ। शब्दमा शिक्षा भनेको के हो भनेर सोध्यो भने शिक्षा भनेको सिकाइ हो। सिप बिनाको शिक्षा त्यो अन्धो हो। यस कारणले गर्दा तपाईहरु त्यो सिप सिक्न लाग्नु